चिजले फेरि यहाँ ल्याएर छोड क्यामेरा लाइट एक्सन छिटो पैसा कमाउने हुटुटी त सानोदेखि नै थियो। पैसा कमाउने या पढ्ने भनेर सोच्दाखेरि पनि पैसा कमाउने निर्णय लिएको मान्छे म। एन्टरप्रेन्योरसिपमा जानु चाहिँ कस्तो भने एउटा करियर चोइस, म एन्टरप्रेन्योर बन्छु भनेर होइन कि, मसँग त्यो बाहेक अरू खासै अप्सन थिएन। अब डिग्री क्वालिफिकेसन नभएको मान्छेले एकदम हाई पेइङ जब सिक गर्छु भनेर बाहिर मार्केटमा गएर निकै नै गाह्रो हुन्छ त्यो कुरा होइन। सो मेरो लागि त अप्सनै थिएन एन्टरप्रेन्योर बन्ने बाहेक मेरो लाइफमा अरू करियर पाथ अप्सन थियो जस्तो नै लाग्दैन मलाई। मैले सानोदेखि मैले आफ्नो बाल्यकाल पनि भने म खालि सधैँ एन्टरप्रेन्योरसिपकै वातावरणमा हुर्किएको। इभेन्चुली द एप्पल डजन्ट फल फार फ्रम द ट्री, मैले एन्टरप्रेन्योरसिप नै रोजेँ। तर आई गेस 10 वर्ष काम गरिसक्दाखेरि चाहिँ आफ्नो स्किल्स र ट्यालेन्टको चाहिँ कम्पेन्सेसन मैले त्यो जबबाट पाइरहेको छुइनँ भन्ने चाहिँ मलाई फिल हुन्थ्यो। अनि त्यो एफर्ट मेहनत म जुन एउटा डिसिप्लिनका साथ आफ्नो ड्युटी जुन बुझाइरहेको थिएँ त्यो वाइ नट पुट इट फर माइसेल्फ, बरु त्यो मेहनतले जे रङ निकाल्छ, रङ लिएर आउँछ, त्यो मेरै लागि हुन्छ या मेरो परिवार या मेरो टिमको लागि हुन्छ भन्ने सोचले चाहिँ म एन्टरप्रेन्योरसिपमा लागेको। मैले सायद फर्स्ट जब चाहिँ नेपालमा मेरो मामाकै कन्सल्टेन्सीमा एउटा रिसेप्सनिस्टको जब गरेको थिएँ। आई थिङ्क यो +2 पछि नै हुनुपर्छ अथवा +2 पढ्दा पढ्दै। त्यतिखेर केही म बिहान कलेज 10-11 बजे सकाएर आएपछि दिनभरि खाली हुन्थेँ। सो त्यो चिजलाई सदुपयोग गरौँ समयलाई भनेर चाहिँ एउटा पार्ट टाइम जब जसरी चाहिँ मैले मामाको कन्सल्टेन्सीमा जस्ट इमेल्सहरू एन्सर गर्ने, बेसिक फोन कल्सहरू एन्सर गर्ने, कोही क्लायन्ट आइहालेमा नोट रिपोर्ट गरेर मामाहरूलाई उहाँको टिमलाई बुझाइदिने कामसम्मको बेसिक काम गर्थेँ। तर मैले पैसा कमाएको अनुभूति सोच्दाखेरि चाहिँ मलाई त्यो पहिलो जस्तो लाग्दैन फिलिङ। पहिला आफ्नो मेहनत या आफ्नो सृजनाले चाहिँ पैसा कमाएको चाहिँ इन्डियाबाट। म म्युजिकको फ्यान, म हेभी मेटल म्युजिक, रक म्युजिक एकदम मनपर्ने। सो हामी सानो हुँदाखेरि हाम्रो एकदम म्यागजिनहरू पढ्ने कल्चर थियो र मैले आफैले फलो गर्ने चाहिँ रक स्ट्रिट जर्नल भन्ने एउटा म्यागजिन थियो जुन चाहिँ आई थिङ्क अहमदाबाद इन्डियाबाट निक्लिन्थ्यो। र उनीहरूले चाहिँ मैले पढिरहेकै म्यागजिन जो एभ्री मन्थ म लोकल स्टेसनरी दोकानमा गएर दाइलाई रिक्वेस्ट गरेर मगाइदिनु भनेर म पढ्न जान्थेँ। त्यहाँ चाहिँ उनीहरूले एउटा संवाददाता चाहिरहेछ काठमाडौँको लागि, त्यहाँको म्युजिक सिनलाई कभर गर्ने भन्ने किसिमको एड पोस्ट गरेको थियो र आई अप्लाइड फर द एड बिङ अ म्युजिक फ्यान। त्यहाँको चाहिँ असिस्टेन्ट एडिटर आई थिङ्क श्याम लाल भन्ने हुनुहुन्थ्यो, उहाँले मलाई मेल गर्नुभयो इन द अर्ली डेज अफ हटमेल। he told me to review one of my favorite albums and send it to him as kind of like an interview, कति कस्तो लेख्न सक्छ भन्ने उहाँले गेज गर्नलाई। सो मैले स्लेयरको सिजन इन अबिस भन्ने एल्बम सुनिरहेको थिएँ म। त्यो एल्बमको रिभ्यू लेखेर चाहिँ उहाँलाई पठाइदिएको थिएँ। उहाँले मन पराउनु भयो र उहाँले चाहिँ ओके हामीले तिमीलाई सेलेक्ट गऱ्यौँ, म तिमीलाई कुनै असाइनमेन्ट चाहिँ केही समयपछि दिन्छु, टिल देन बेला बेलामा मलाई वानसम्म त्यसो इमेल गर्दै गर्नु भन्नुभयो। तर 5-6 महिनासम्म त्यो इमेल आएन कहिले पनि। अनि मैले आफै जमर्को गरेर चाहिँ अलिकति आफ्नो साइडबाट मलाई केही लेख्न त असाइनमेन्ट दिनुहोस् होइन। मलाई यहाँ अरू पनि जस्तो काठमाडौँमा केटिएम रक्स उमेश दाइले सुरु गरिरहनु भएको थियो, यहाँ पनि अलि यस्तै खालको माहौल बन्दैछ जहाँ चाहिँ आई क्यान कन्ट्रिब्युट विथ माई राइटिङ एन्ड यो स्किल्सहरू भनेर उहाँलाई अलिक प्रेसर दिएपछि चाहिँ उहाँले ओके आई गिभ यु 2 पेजेस, 4वटा ब्यान्ड पिक गर र ती 4वटा ब्यान्डको बारेमा चाहिँ मलाई लेखेर विथ पिक्चर्स पठाऊ भन्नुभयो। मैले त्यतिखेर रबिन एन्ड लुजा, एक्स मन्त्रा, एल्बाट्रोस र थर्ड वर्ल्ड कियोस भन्ने 4वटा ब्यान्ड पिक गरेँ र उहाँहरूको बारेमा संक्षिप्त सायद फ्यु हन्ड्रेड वर्ड्स अबाउट इच ब्यान्ड र काठमाडौँको मेटल्स रक सिनको अलिकति हिस्ट्री कहाँबाट सुरु भएको थियो 1960s मा हिप्पिज आउने समयदेखि लिएर चाहिँ आज आउँदाखेरि चाहिँ रक म्युजिकको वातावरण यस्तो छ भनेर चाहिँ मैले र यस्ता यस्ता ब्यान्डहरू एक्टिभ छन् हाम्रो सिनमा भनेर आर्टिकल लेखेर पठाएको थिएँ र त्यो पब्लिस पनि भएको थियो। र त्यसको मैले सायद आइसी 1700-1800 रुपियाँ मनी अर्डरमा पाएको थिएँ, जुन चाहिँ मलाई मेरो पहिलो कमाइको रूपमा मैले चिन्छु। सो मेरो करियर लिटरली काम सृजनात्मक चिज चाहिँ त्यहाँबाट सुरु भयो। मैले युएसमा एज अ स्टुडेन्ट मैले मेनी डिफ्रेन्ट जब्स गरेँ, त्यो सबै डिटेलमा नजाउँ।
ती सबै अनुभव झन्डै 1 दशकको जब्सको बटुलेर धेरै स्मल एन्ड मिडियम एन्टरप्राइजेसहरूसँग आबद्ध भएर काम गरेँ। सो मैले सेल्स, मार्केटिङको कामहरू धेरै सिकेँ र म 2011 को अन्तिमतिर समयतिर म नेपाल फर्किएँ र नेपाल आएपछि चाहिँ मैले केही पार्ट टाइम जब्सहरू एज अ एडिटर मैले एउटा सानो डिजिटल पब्लिसिङ हाउसमा मैले एउटा स्टार्टअप गरेँ dignity.com भन्ने, जुन चाहिँ अनलाइन मार्फत हाम्रो अलिकति सोसियली एन्ड पोलिटिकली अवेर स्लोगन्स एन्ड कन्टेन्ट्स राखेर टी सर्टहरू बनाउँथेँ मैले। सो त्यो केही समय गरेँ। नेपालमा अनलाइन रेडियोको कन्सेप्ट स्टार्ट गर्दाखेरि म एज अ पार्ट अफ द टिम काम गरिरहेको थिएँ र केही रेडियो सोहरू पनि होस्ट गरेँ मैले। र भाग्यले भनौँ या एउटा जीवनको परिवेशले चाहिँ मलाई कफीसँग एक्विन्ट गरायो, लगेर ठोकाइदियो भनौँ। मैले केही काभ्रेमा कफीका बोटहरू र अहिले म यहाँ भएको स्थानीय गण्डकी प्रदेशमा पनि केही स्थानीय किसानहरूले चाहिँ त्यो काम गरिरहेको र मेरा केही साथीहरू त्यो इन्डस्ट्रीमा सामेल भएर सुरुवाती चरणको काम गरिरहेको देखेँ मैले। र त्यसले चाहिँ ममा एउटा क्युरियोसिटी जगायो कि कफीको मार्केट ग्लोबली निकै ठुलो मार्केट छ, के कफीमा केही गर्न सकिन्छ भन्ने एउटा क्युरियोसिटी त्यहाँबाट जागेर चाहिँ मैले एउटा डोमेन रेजिस्टर गरेर रेडमड कफी नाम लिएर राखेर र यही जिल्लाबाट, गण्डकी जिल्लाबाट 50 किलो कफी, लेखनाथ कास्कीबाट 50 किलो कफी लिएर गएर मेरो कफीको जर्नी सुरु गरेको थिएँ। त्यो मेरो एन्टरप्रेन्योरसिप करियरको सबसे सक्सेसफुल प्रोजेक्ट अहिलेसम्मको हो र मैले आफूलाई एन्टरप्रेन्योरको रूपमा चिनाउन पाएको सबसे प्रोमिनेन्ट प्रोजेक्ट चाहिँ रेडमड कफी नै हो। त्यसमा मैले सुरु गर्दाखेरि म 31 वर्षको र म धेरै पुँजी नभएको तर केही गर्ने जोस जाँगर भएको मान्छे थिएँ। जसो तसो गरेर बुटस्ट्र्याप गरेर आफूले जानेका सिकेका फ्रेन्ड्स, फ्यामिली, फुल्स सबैलाई रिजाउँदै फकाउँदै आफ्नो काममा सपोर्ट बटुल्दै मैले चाहिँ एउटा आउटलेटबाट मैले 2020 मा एक्जिट गर्दाखेरि चाहिँ झन्डै 8 वटा आउटलेट अपरेसनल, एउटा सिजनल मनाङमा सम्म पुर्याएर र एउटा 65 देखि 70 जनाको एउटा टिम क्रिएट गरेर केही फरेन इन्भेस्टर्सहरूसँग फन्ड रेजिङ गरेर बिजनेस एक्सिलेटर्सहरूमा पार्टिसिपेट गरेर त्यो 8-9 वर्षको जर्नी चाहिँ मैले एज अ कफी क्याफे एन्टरप्रेन्योर बिताएँ, जुन चाहिँ मेरो करियरको सबसे अहिले मलाई धेरै मान्छेले चिन्ने माहौल पनि बन्नुको कारण चाहिँ रेडमड कफी नै रह्यो। सो त्यही नै हो। कामको कुरा गर्दाखेरि चाहिँ सानो काम गर्दा गर्दै पछि एउटा 1 दशकसम्म लामो एउटा कन्टिन्युअस करियर चाहिँ रेडमड कफी नै हो।